खर्च कति लाग्छ युके जानको लागि, त्यो पनि स्टुडेन्ट भिजामा? हजुरहरूलाई थाहा छ त? छैन भने यो भिडियो सेभ गरेर राख्नुहोस् र आफ्नो साथीभाइलाई पनि सेयर गर्नुहोस्। अफर लेटरको लागि भने कुनै पनि एप्लिकेसन फी वा प्रोसेसिङ चार्ज केही पनि लाग्ने छैन। एनओसीमा तपाईँको 2000 रुपियाँ खर्च हुन्छ, मेडिकलमा 10,000 रुपियाँ, भिजा फी 1,20,000 रुपियाँ। तपाईँले इन्सुरेन्स ब्याचलर्स प्रोग्राममा जाँदाखेरि 5.5 लाख रुपियाँ पे गर्नुहुन्छ भने मास्टर्स प्रोग्राममा 2.5 लाख रुपियाँ पे गर्नुपर्ने हुन्छ। ट्युसन फी तपाईँको 10,000 पाउन्डदेखि 15,000 पाउन्डको एराउन्डमा हुने गर्दछ र एभरेजली 13,000 पाउन्ड मात्र पे गर्नुभयो भने एक वर्षको तपाईँले 26 लाख रुपियाँ नेपाली पे गर्नुपर्ने हुन्छ र एजुकेसन ट्याक्स 3% पे गर्दाखेरि चाहिँ तपाईँको एराउन्ड 80,000 रुपिस पे गर्नुपर्ने हुन्छ। भिएफएक्समा तपाईँको चार्ज 0 पनि लाग्ने गर्दछ। यदि प्रिमियम लाउन्ज लिनुभयो भने 8,000 सम्म तपाईँको खर्च हुने गर्दछ। र यो साथसाथै तपाईँले चाहिँ फाइनेन्सियल डकुमेन्ट अन्तर्गत इनसाइड लन्डन जाँदै गर्नुभएको स्टुडेन्टले 30 लाख एराउन्ड र तपाईँको आउटसाइड लन्डनमा चाहिँ 25 लाख एराउन्ड 1 इयरको लिभिङ कस्ट छ भनेर देखाउनु पर्ने हुन्छ। त्यो चाहिँ 28 दिन होल्ड गरेको ब्याङ्क ब्यालेन्सबाट पनि देखाउन सक्नुभयो वा एजुकेसन लोनबाट पनि देखाउन सक्नुभयो। लोन लिँदाखेरि चाहिँ हजुरलाई एराउन्ड 50,000 रुपिस नेपाली चाहिँ खर्च हुन आउँछ। आफ्टर भिजा प्लेन टिकट 1 लाख रुपियाँ, सपिङ 1 लाख रुपियाँ र तपाईँले 3.5 लाख रुपियाँसम्म लिएर जान पाउनुहुन्छ एज अ लिभिङ कस्टको रूपमा भने हजुरहरूको टोटल ब्याचलर्समा जाँदा एराउन्ड 40 लाख रुपिस खर्च हुन्छ र मास्टर्समा जाँदाखेरि 36 लाख रुपिस चाहिँ खर्च हुन आउँछ। अब आउँदो इन्टेक भनेको चाहिँ सेप्टेम्बर 2026 इन्टेक रहेको छ। यो इन्टेक मिस आउट गर्न चाहनु हुँदैन भने आज नै स्टडी एक्सप्रेसलाई